हेलो अनि नमस्ते एभ्रिवान सबैजनालाई ह्याप्पी तिहार। हाम्रो चाहिँ अब रेडी अवस्था भइसकेको छ है, फुलको रेडी भइसकेको छ। हाम्रो भान्जा रेडी। आर यु रेडी? भान्जा ओ हिरो ओ ह्यान्डसम। हेलो गाइज भनेको खै त, छिटो छिटो। हेलो गाइज भनेको खै, ह्याप्पी तिहार भन्ने, ह्याप्पी तिहार। कलाएर मैले चाहिँ यता चिकन बनाउँदैछु। ल हाम्रो चाहिँ अब तिहार सुरु त भइसक्यो। भान्जा कम हियर। के छ भएको भान्जा? को होस् त कालो मान्छे? होइन यो रेखा के छ र? रेखा टिका हो कि टिका टिका लगाइदिनु बुझ्यौ? ऊ पनि बर्को टाल्ने आज राम्रो छ है, मौसम पनि बब्बाल छ। टिका यो तेल र बेसार के भन्ने रे? यमराजको आँखा फुट्यो। भने तैँले ल यमराजको आँखा फुट्यो। के फुट्यो भान्जा? ल फुट्यो, यमराजको आँखा फुट्यो। तिमी सक्छौ? फुट्यो फुट्यो फुट्यो। त्यो पनि फेरि यो ल्याउनु छिटो। खुट्टाले बाहिर फाल्दै गर्ने यिनीहरू जस्तो। ल भन घरमा यमराजको आँखा फुट्यो होइन? यमराजको आँखा फुट्यो। बस भयो मन गरी। गर्मी यो पनि फुटाल्नु भनेको तल फुटाल्नु। टिकाको लागि रेडी हामी चाहिँ। हेलो हेलो कान्छु। हेलो गोरी। ए कसलाई हेरेको? ए बुब्बा 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 चाहियो। ओहो यता 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 हेर्ने यता। भयो 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 भयो। ल अब चाहिँ हामी टिका लाउन सुरु गर्छौँ।
हाम्रो रिसालु मान्छे यहाँ बसिरहेको है। अब यहाँ चाहिँ भइसक्यो। अब हामी जान्छौँ माथि। कर्म अहिले हेल्यो भन्दाखेरि कम यार खै नमस्ते गरेको ए नमस्ते गरेको भन्छ यता मम्मी उता लाउनु हेलो डट्नलाई बोल्नु अब के भन्ने टिका लाइन त डाइरेक्ट लाइन त हजुर कर्मै त हेर त त्यो मतलबै हेर कर्मलाई त्यो हेर मामाहरूलाई मैले के गर्ला छु मलाई धेरै नै पूजा गर्नु पर्यो नि भाइ कर्म गरिदिनु र भयो टिका लाइन चाहिँ भन्दा है सक्दिनँ होला मलाई को लैन्छ त आफै लगा बात गरे के हो सारा खाना बस्नु बनाएर मान सानो भयो अन्त माला लाउने हैन यो कुनै कतै रुट बिर्सेको पर्ने एक खुलाडी मात्र आउनु अहिले है पहिला कर्मल लगाइदिन्छ कर्मल लगाइदिन्छ कर्म बिताउनु लाग्छ कर्मले
के बस बिचमा राखेर त्यहाँ पिरिदिन्छु हो ल बस त आशिष बस के त्यसलाई सम्हाल गर्नुला मैले जुस अब म अहिले एकछिन बस के त्यही बस के त्यो खबर नल्याए मोबाइल उ गर्ने कि म अहिले जुस दिन्छु नि दुध फुल्लै ल छिटो भक्कै दे त अनि पहिले ल अब तिरेमा लगाइदिन्छु के ले ल ल दिन्छु कि ल सो हामीले चाहिँ टिका लगाएर भ्यायौँ अब हाम्रो भान्जी जुस खाने भयो कि ल यता हेर यता मम्मी ल्याएर ल मैले किनिदिन्छु नि ल के अरे बन्दुक आऊ यता आऊ कर्म ल ल छिटो बहिनी टिका लगाइदिन्छु लिएर गुड त्यसका इन्जेक्सन चलेको चल्ने पनि गाह्रो हुन्छ त कान्छीले यता हेरेको गुड बस होइन मम्मी के हजुर लगायो नि हजुर लगायो कि हजुर अब हात लगायो कि अहिले म त हाल्नु के लगाइदिएको अब यिन चले चले कसरी कहाँ हुन्छ त ल अब अलि आऊ मेरो छिटो ल बेबी छिटो अहिले जुस खाने र बाइक किनिदिन्छु नि अहिले मैले बाइक अब अरू गरेर लगाइदिनु हल्का जुस किन्नु जुस खाए ठुलै जुस छ नि ल होइन मैले बहिनी के हो र लगाइदिला बहिनीलाई अहिले एकछिन पहिला लगाउनु हो तिमीले बाँकी भयो तिमीले होइन कि अहिले बहिनी लगाइदियो कि नानी सुन्नु सबै लगाउने क्या सबै मैले फेरि पहिला बहिनीले दाजुलाई माला लगाइदिएको बाई कति राम्रो देखेको नानी ठ्याप्प लगाइदियो बहिनी गुड गुड माला लगाइदियो माला दे ल भन्छ बहिनीलाई अलि राम्रोसँग बास गुड सागर हजुर मसँग नबोले तिमी गोलो बनाइदिएको मलाई त थाहा होइन कोल हो र त्यो हात लगाइदियो भनेको कुन होला यसलाई आउँदैन नि म पनि रहेछु
सबै छिटो के नानी रही सबै ओलामा ट्याप ट्याप गरेर टक्क लगाइदियो क्या यहाँ रातो हरियो ल त्यही भएर भन्यो त्यो लगाइदियो नि ल बाबु ल ल कस्तो तिमीलाई रोटी दिन्छु गर्नु उता मामासँग ल। बस्छ दिन्छु जुस पनि त्यहाँ बसेर दिन्छु कि ल भान्जा अब चाहिँ यो भिडियोलाई चाहिँ हामी यहीँ समाप्त गर्न चाहन्छौँ सो जसले पनि मेरो भिडियो हेरिदिनु भएको छ उहाँले चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एभ्रिवान अनि वान्स अगेन ह्याप्पी तिहार चुप्पा ल बाई